यो तलको भनेको के निरे वहाँ हेर्न लेटाङ पनि कुहिरोले गयो। यता त केही नै छैन, यो त सब भुस्से लाग्यो होइन, केही देख्न छोडियो। अब लेटाङतिर अलि हल्का घाम लागिरहेछ लेटाङतिर त। अनि यहाँ भेडा छ, भेडा चाहिँ कहाँको हो होइन, हिउनु चाहिँ एकजना हाई गर्दै हुनुहुन्छ होइन। ठिक छ, बाजेलाई हात उठाउनु भयो नि त, आजकलको जमानामा सबैलाई थाहा छ होइन। अनि ऊ त्यो तलको भने के निरे उहाँ तल, यहाँ तल यो जम्मा 2 घरलाई स्कुल त नदिनु पर्ने। जाउँ जाउँ ल, यता यता यहाँ ल, यो क्यामेरा लान, यता मनी आउनु परेन। कता गयो के मलाई यहाँ अप्ठ्यारो नअप्ठ्यारो क्यामेरा छेकिएको छैन नि, बन्द छैन। खोइ म त देख्दा त देख्दैन क्याहरू छ बाजे हो कि खोला गाउँको हो। ल कुन यो यत्रो पानी, यत्रो पाइपको पानी चाहिँ वारङ्गी लगेको काली खोलाको? यो त मुला हाम्रो उहाँ लेटाङमा बरु एउटा घरको पाइप यत्रो छ यार। एउटा घरलाई यत्रो पानी दिएको छ। यसलाई चाहिँ के भन्छ, च्याङ्रा कि भेडा? आम्मम सिङ कत्रो यता माथि। ए भेडा उन काट्ने बेला भएछ। 20-25 हजार। आसो आखे लेटाङ क्या म हजुर नाङ्गा ए हिजो अस्ति हो। तिसवटा एउटा भेडा 25,000। थोरैको पैसै पैसा छ नि यार, पैसै पैसा छ। जान्नेलाई नजान्नेलाई यी हामी जस्तालाई कहाँ हुनु, हामीले पनि यस्तो यो होइन। यत्रो पाइप वारङ्गी लाने, यो त हाम्रो तल लेटाङमा एउटा घरलाई यत्रो पाइप दिएको छ खाने पानीको छ नि। अनि ओ हेलो हेलो हेलो, म त बाख्रासँग पनि भेडासँग पनि बोलिदिइराखेको छु नि त। पहिला हामी यता घाँसमा आउँथ्यौँ कि यो डाँडातिर केटाकेटीमा होइन, जस्तो त्यो भनेको चाहिँ 14-15 वर्षको उमेरमा चाहिँ के त्यो चाहिँ अब के सम्झेर आएको हो यो चाहिँ थाहा भएन। साथी त्यस्तै हुनसक्छ, यो रहरले पनि होला क्या खेल्नलाई। अनि उतानिर चाहिँ ट्राउन के माछाको फर्म अरे, ट्राउन माछा कि अरे, त्यो एकदम बगेको खोलामा पाल्ने के भन्छ पोखरीमा ट्राउन माछा फर्म छ क्या त्यहाँ भनेको चाहिँ। अहिले चाहिँ कुहिरोले छेकेछ होइन, यहाँबाट त देख्दैन अहिले त कुहिरोले। अनि त्यो एउटा के अरे वीरबहादुरको घर चाहिँ उ त्यो होइन, उ त्यो के होइन
होला कि हो ऊ त्यो पक्कै हो नि त्यो दाजु कहाँ छ बौला टाइपको पाख्रिन जेठाले छ होला महिलाले टाङ्की बसेर पर्छ साइला खान्छ पाखरिन पनि राम्रो रहेछ बौला हामी जस्तो पाखरिनको जुका खाइसक्यो कहाँ कहाँ छ जुका ओहो म त घाउ पो रहेछ दुखाएको भनेको त तर बच्चा पिचुली खाएर अगाएछ होइन ल निकाल म त डर त लाग्दैन होइन अहिले यहाँ हात खाली नभएर हो खै कहाँ गयो कहाँ फेल पठाए ल त्यो पनि अब त्यसको पनि खेती छैन कमाइ छैन खाओस् न जिन्दगीमा के छ र गरी लानु मरि लानु होइन किन कममै खालास र मैलामै यता आउँथ्यौँ कि हामी घाँसमा तरुल खन्न होइन यता आउँथ्यौँ वन तरुल आमामामा यस्तो के जाँगर चलेको होला अहिले जस्तो भए त म त के आउँथेँ नि हजुर बाख्रा पाल्दिनु होइन गाई बाख्रा चाहिँ पाल्थेँ होइन तर वन तरुल खन्न चाहिँ तर अझै पनि यता बस्यो भने त रहर लाग्छ हौ वन तरुल खन्न त यो पाखाभरि यस्तो छिटो छिटो फल्थ्यो निस्किन्थ्यो तरुल के आमामामा त्यो पाहामा होइन मान्छेलाई त्यो चाहिँ वीरबहादुरको घर होइन वाउ वीरबहादुर इज वीरबहादुर वीरबहादुर मान्छे कस्तो हुन्छ वीरबहादुरको घरलाई वारीबाट पारी वीरबहादुरको बुढी चाहिँ जेठी सासू अनि वीरबहादुर दाजु म चाहिँ भाउजू भन्नु कि के भन्नु